सो 안녕하세요 여러분들이 म चाहिँ आज कोरियन भाषामा हामीले जान्नुपर्ने सुरुमा चाहिँ जान्नुपर्ने नाउनहरु मात्र र भिएसटी चाहिँ म अर्को भिडियोमा हाल्नेछु। एकदम इम्पोर्टेन्ट छ। सुरुमा चाहिँ हामीले कुन कुन नाउनहरु जान्नुपर्छ भन्ने छ हैन। हामीले समथिङ 50 वटा हामीले नाउन पढ्ने छौं। अनि हामीमा चाहिँ के छ भन्दाखेरि जस्तै भिएसटी सँग इ र गा भनेको जसको अर्थ ले भन्ने हुन्छ हैन। दोस्रोमा छ भिएसटी प्लस उन र नुन भनेको चाहिँ भिएसटी प्लस उल र रुल भनेको पनि लाई। अब 4 मा छ नाउन प्लस इ र गा अत्ययो भने चाहिँ कस्तो छ हैन। यो कस्तो छ भन्ने बेला हामीले चाहिँ क्वेशन सोध्ने बेला चाहिँ प्रयोग गर्छौं। यसको चाहिँ नाउन सँग चाहिँ जियो भनेको चाहिँ हैन र। जस्तै आज बजार जाने हैन र भन्ने बेला जस्तै हामीले क्वेशन गर्दाखेरि चाहिँ भिएसटी के अरे नाउन सँग जियो को प्रयोग गरिन्छ। नाउन सँग उन नुन नाउन सँग सुरुमा उन्नुन अनि उन्नुन सँगै फेरि अर्को नाम आएको छ भने त्यतिबेला एगे छोथा भन्ने ग्रामर लगाउनु पर्ने हुन्छ। जसको अर्थ चाहिँ नाउन प्लस चाहिँ र नाउन प्लसलाई राम्रो छ भन्ने बेला युज हुन्छ। अनि नाउन सँग वा ग्वा राङ इराङ नाउन सँग हागो भनेको चाहिँ र अथवा सँग भन्ने भइहाल्यो हैन। अर्को छ नाउन प्लस वा ग्वा थाल्दा भनेको भन्दा फरक हुनु र नाउन सँग वा ग्वा खाता भनेको जस्तो अथवा जस्तै। अर्को छ नाउन सँग हागो भन्या चाहिँ अथवा नाउन सँग जुङ्गेछ भन्या नाम प्लस मध्यमा हैन। अनि अर्को छ नाउन प्लस उन र नुन यो भन्या चाहिँ क्वेशन सोध्ने बेलामा प्रयोग गरिन्छ। नाउन सँग इन्जी आल्दा भनेको चाहिँ हो भनेर थाहा छ भन्ने बेला प्रयोग गरिन्छ। अर्को चाहिँ नाउन सँग इकुना अथवा गुना इगुना अथवा गुना भन्ने एकदम महत्त्वपूर्ण ग्रामर छ। जसको अर्थ हो रहेछ भन्ने बेला युज हुन्छ। जस्तै हामी फर एक्जाम्पल जस्तै खादा भन्या जानु हो हैन। यो त भिएसटी भ्यालु जस्तै खाबाङ भन्या झोला हैन। खाबाङ इगुना झोला हो रहेछ खाबाङ गुना झोला हो रहेछ भन्ने बेला युज हुने हो हैन। अर्को नाउन सँग ना र इना भनेको अथवा नाउन सँग रो हादा र उरो हादा भनेको चाहिँ ले गर्ने के रो र उरो हादा जस्तै यो भनेको चाहिँ जस्तै ले गर्नेको अब कस्तो भन्दाखेरि जस्तै किसान नङबु भन्या किसान भयो हैन। नङबु र हादा किसानले गर्ने भन्ने बेला जस्तै युज हुने भयो हैन। अर्को छ नाउन सँग रो र उरो तिर तर्फ दारा मा भन्ने बेला युज हुने भयो। अर्को छ नाउन सँग रास इरास भनेको भएर। अनि अर्को नाउन प्लस बोदा थ भन्दा अझै र नाउन सँग छुसेयो भनेको दिनुहोस्। जस्तै पाङुल छुसेयो पाउरोटी दिनुहोस् हैन। ख्वाजागा छुसेयो कुकी दिनुहोस् यति बेला चाहिँ यसको युज हुने भयो। अर्को नाउन सँग दुन्जी भनेको चाहिँ पनि अथवा सुकै भन्ने बेलामा चाहिँ जस्तै साराम दुन्जी मानिस सुकै हैन। मानिस पनि अथवा नुगु जुन्जी जो पनि भन्ने बेलामा चाहिँ युज हुने ग्रामर यो नाउन हो। त फेरि हाम्रो बाँकी रहेको के छ भन्दाखेरि जस्तै नाउन सँग जुङ्गिदा भनेको चाहिँ इ रहेको हैन अपूर्णमा जाने भयो। अर्को नाउन सँग फाक्य भनेको बाहेक पनि हुन्छ र यसको चाहिँ फाक्य भने बाहेक पनि हुन्छ बाह्य पनि हुन्छ। नाउन सँग छरेम भनेको जस्तो नाउन सँग मादा भनेको प्रत्येक हैन। नाउन सँग तेमुने भनेको को कारणले जस्तै पेट दुखेको कारणले अस्पताल गए हैन भन्ने बेला चाहिँ यति बेला युज हुने भयो। अर्को छ नाउन सँग हान्थे सँग भइहाल्यो। नाउन सँग एगे भनेको पनि लाई अथवा सँग भन्ने भइहाल्यो हैन। नाउन सँग के भनेको पनि लाई हैन। नाउन सँग मान भनेको मात्र दो भनेको पनि नाउन सँग उइ भनेको को नाउन सँग उल र रुल भनेको लाई हैन। नाउन सँग बुथ भनेको देखि बाट नाउन सँग काजी भनेको चाहिँ सम्म हैन। नाउन सँग छने हुए भनेको अघि अथवा पछि हैन। अब नाउन सँग इ र गा इत्ता भनेको छ इ र गा अप्ता भन्या छैन। जस्तै खाबाङी इत्ता झोला छ खाबाङी अप्ता झोला छैन। ख्वाजागा इत्ता कुकी छ ख्वाजागा अप्ता कुकी छैन भन्ने बेला युज हुने भयो हैन। अर्को छ नाउन सँग इ र गा आनिदा भनेको होइन हैन। नाउन सँग इम्निका भनेको चाहिँ इम्निकाको अपूर्ण भन्या चाहिँ के अरे इम्निका भन्या प्रश्न सोध्ने बेलामा युज हुने भयो। अनि इम्निदा भन्या जवाफ दिने बेलामा युज हुने भयो। जसको अर्थ छु छौ छिन नुन हुन्छ भन्ने बेला युज हुने भयो हैन। नाउन सँग सेयो उसायो नुहोस् जस्तै आमासँग बजार जानुहोस् हैन। अमनिगा आमासँग सिजाङे खासेयो बजार जानुहोस् भन्ने बेलामा युज हुने भयो हैन। अर्को नाउन सँग यायो र इयायो भनेको हो छु छौ भन्ने बेलामा नि यसको युज हुन्छ। अर्को चाहिँ नाउन सँग रागो हादा उरागो हादा भनेको ननु भनेर भन्नु अथवा चाहिँ जस्तै त्यो व्यक्ति हो कि व्यक्तिलाई तोकेर अथवा फलानो हो जस्तै राम हो फलानो भन्या फलानो राम इम्निदा हो त्यति बेला चाहिँ रागो र उरागो भनिन्छ। यो चाहिँ हाम्रो 44 वटा नाउनहरु भयो हैन। अनि हामी समथिङ 150 वटा भिएसटी पढ्ने छौं अर्को भिडियोमा। तपाईहरुले भिडियोलाई अन्तिमसम्म हेर्नु होला, शेयर गरिदिनु होला।